नमस्कार दर्शकबिन, यति बेला म अर्घाखाँची जिल्लाको एकदम प्रसिद्ध धार्मिक स्थल अर्घा भगवती मन्दिरमा छु र यहाँनिर म प्रवेश गर्दैछु। तपाईहरुलाई आज म भगवती मन्दिरको दर्शन गराउने छु र मैले पनि आफूले पनि गर्नेछु। देख्न सक्नुहुन्छ यहाँ यो प्रवेशद्वार हो। प्रवेशद्वारको मेल गेटबाट म भित्र छिर्दैछु। एकदम यो मुख्य प्रवेशद्वारबाट भित्र पसिसकेपछि यो पहिलो मन्दिर छ। यहाँनिर ताला लगाएको अवस्थामा छ। यहाँनिर घण्टा बजाइदिन्छु तपाईहरुलाई। ल फाइनली देख्न सक्नुहुन्छ यहाँ अर्घा भगवती देवीको मन्दिर, जुन दशैंको दिन अर्घा पुन्निमा यहाँ भव्य मेला लाग्ने गर्छ र श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। आज चाहिँ खाली खाली छ। यति मात्र नभएर यहाँबाट सुन्दर दृश्यहरू पनि देख्न सकिन्छ। हिमालयहरू यो नजिक देख्दै हुनुहुन्छ तपाईँ। माला रानी को घेरा लेकको भाग भने यहाँनिर धौलागिरी हिमालको सुन्दर हिम श्रृङ्खला देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ सिसाको फ्रेमभित्र ठुलो मूर्ति राखिएको छ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ एकदम सुन्दर रमणीय ठाउँ छ यो। फ्रेममा राखिएको एकदम ठुलो विशाल मूर्ति देवीको र यहाँबाट यस्ताको भूभाग अत्यन्तै राम्रो सुन्दर देखिने रहेछ। ल यो ठाउँबाट सर